हेर्नुहोस् त साथीहरू, यहाँ यो दाइले के गरिरहेको छ। यो दाइले चाहिँ व्हिल ब्यारोको सही प्रयोग गरेको छ है। यहाँ चाहिँ अब साइड कन्डिसनहरूमा धेरै ठाउँहरूमा व्हिल ब्यारोको धेरै युज भइरहेको हुन्छ र उहाँले चाहिँ व्हिल ब्यारोको चाहिँ छुट्टै प्रयोग गरिरहनु भएको छ र उहाँले चाहिँ यो व्हिल ब्यारोमा आगो बालेर एउटा रडलाई तताइरहनु भएको छ। अब यो रड उहाँले किन तताएको भन्दाखेरि यहाँ साइडमा चाहिँ यो पाइप लेइङको काम भइरहेको छ है। र यो पाइप लेइङ गर्दाखेरि चाहिँ पाइप कनेक्सनहरू गर्नुपर्ने हुन्छ, बेन्डहरू हुन्छ होइन। विभिन्न ठाउँमा पाइपलाई मोडेर लानुपर्ने हुन्छ, त्यतिखेर कट गरेर फेरि त्यसलाई वेल्ड गर्ने अथवा कनेक्सन गर्ने काम हुन्छ। त्यसका लागि चाहिँ यो अब पहिला चाहिँ पाइपहरूको त्यो फेसहरूलाई चाहिँ पहिला एउटा आइरन रडले चाहिँ राम्रोसँग त्यसलाई चाहिँ स्मुथ बनाएको छ है। त्यसपछि उहाँले एउटा यो इन्फ्लेमेबल पेपर युज गरिरहनु भएको छ र त्यसपछि अब यो आइरन रडलाई तताएर यो दुइटै फेसहरूलाई चाहिँ बिचमा यो इन्फ्लेमेबल पेपर राखेर उहाँहरूले चाहिँ टेम्परेचर मेन्टेन दुइटैतिर हुने गरेर तताउनुहुन्छ है। र यसपछि चाहिँ उहाँले अब जब दुइटैतिर टेम्परेचर कन्स्टेन्ट हुन्छ है र दुइटै अलिअलि पग्लिसकेको हुन्छ, त्यसपछि चाहिँ पछाडिबाट त्यो एकजनाले ठेलिरहेको हुन्छ होइन। अनि एकतिर चाहिँ पाइपलाई फिक्स गरेर राखेको हुन्छ। अनि उहाँले चाहिँ अब एकैछिनमा यो पेपरलाई झिक्नुहुन्छ। अनि त्यसपछि यो पाइप चाहिँ एकदम राम्रोसँग जोडिन्छ। ल हेर्नुहोस्, यसरी जोडिरहेको छ। अब यो यसरी जोडेको पाइप चाहिँ एकदमै बलियो अनि एकदमै मजबुत हुँदो रहेछ र यसमा चाहिँ तपाईँले गाडी गुडाए पनि नटुट्ने खालको कनेक्सन हुँदो रहेछ। हेर्नुहोस् त, अब नेपाली दाजुभाइहरूले कसरी आफूसँग इलेक्ट्रिकल हिटर नभएको बेला होइन र अब ठाउँमा सबै ठाउँमा बिजुली हुँदैन अनि त्यस्तो ठाउँमा युज पनि गर्न मिल्दैन, त्यस्तो नभएको बेलामा पनि उहाँले कस्तो राम्रोसँग यो एचडिपी पाइपहरूलाई चाहिँ यो PN16 को एचडिपी पाइप हो, राम्रोसँग उहाँले चाहिँ कनेक्सन गरिरहनु भएको छ।